हेलो गाइज, सम्पूर्णमा दर्शन नमस्ते नमस्कार। म चाहिँ आज फेरि पनि आइसकेको छु तपाईँहरूको हैन सामु मेरो सानो मिनी ब्लग लिएर। म चाहिँ आज रानी पोखरी सुन्दरी जल है अब कहिले नआएको ठाउँ हैन, सुरुचोटि आइरहेको छु, फर्स्ट टाइम आइरहेको छु काठमाडौँको ठाउँमा चाहिँ धेरै राम्रो सुन्दर ठाउँहरू पनि छ। तपाईँहरूले थाहा छँदैछ होला, काठमाडौँमा बस्नु भने सम्पूर्णलाई त थाहा नहुन सक्ला हैन, 50% मान्छेहरूलाई त थाहा छ होला यो ठाउँ कुन ठाउँ हो भन्ने कुरा। र आज चाहिँ हामी यहाँ छौँ अब हैन, घरको बिचमा अब उकुस मुकुस भएर बसेको थियौँ हैन। अहिले चाहिँ अनि त्यही भएर उकुस मुकुस भएर अलिकति गर्मी छ आज, त्यही भएर हामी चाहिँ यता सोल्टी हुनुहुन्छ, यता भेना, अनि यहाँ दिदी हुनुहुन्छ र सम्पूर्ण आज हामी चाहिँ मिलेर यसो हावा खाँदै पैदल यात्री अब पैदलमा हिँडेर यहाँसम्म आइयो हैन। अनि यहाँ चाहिँ आएर टक्क यसो हेर्दाखेरि चाहिँ आँखाले चाहिँ हैन अर्कै संसार देखे जस्तो के, अब स्वर्ग देखे जस्तै महसुस भयो हैन। किनकि यहाँ चाहिँ अब हैन वातावरणहरू पनि धेरै सुन्दर छ, सफा छ, त्यही भएर नेचुरल इन्भाइरोमेन्ट हैन, वातावरणहरू चाहिँ अब साह्रै राम्रो छ क्या। यहाँ चाहिँ क्रिकेट ग्राउन्ड छ हैन, यो क्रिकेट ग्राउन्डमा चाहिँ अब कहिले हुन गइरहेको छ, अब हुन गइरहेको छ होला, त्यो त थाहा छैन मलाई, भर्खर आएको हो। अनि त्यसपछि चाहिँ यता चाहिँ भन्नुपर्दाखेरि यहाँ चाहिँ क्रिकेटको भइरहेछ, प्र्याक्टिस भइरहेछ हैन। अनि यहाँ चाहिँ क्रिकेटको स्टेडियम अब त्यही अब के हो नि हैन, अब यहाँ छ, यहाँनिर क्रिकेट खेल्नु चाहने महानुभावहरूलाई चाहिँ अब यहाँनिर भनेर चाहिँ के भन्नु, अब कहाँदेखि अब के मिलाएर आउनुपर्छ त्यो त मलाई पनि थाहा छैन, तर यहाँ चाहिँ छ, क्रिकेट ग्राउन्ड छ, क्रिकेट खेल्ने सिक्ने ठाउँ छ हैन। अनि त्यसपछि अब हामी चाहिँ अब जान लागेको, अहिलेसम्म बसियो, यसो हेरेको वातावरण चाहिँ धेरै राम्रो थियो। अनि यता आउनुभएको चाहिँ मान्छेहरू शीतल ताप्नु आउनुभएको छ, यहाँ मान्छे भन्दा नि यहाँ दिदी अङ्कल आन्टीहरू आउनुभएको छ। अनि त्यसपछि अनि हामी चाहिँ अब लाग्न आँटिएको है, गाइजहरू अब लाग्न आँट्यो। यस्तै छ ठाउँ, आउनु होला यहाँ पनि हैन, एकदम शीतल छ, घुम्ने ठाउँ यताउति यस्तो दामी छ। यहाँ आँखालाई अलिकति फाल्टे उयो हुन्छ, आँखाको अलिकति हैन राम्रो हुन्छ आँखालाई। त्यसपछि अब हामी चाहिँ लाग्छौँ है त। सम्पूर्णलाई धन्यवाद, सम्पूर्णलाई मेरो सानो मिनी ब्लग हेरिदिनु भएकोमा सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद। लाइक सेयर कमेन्ट गरिदिनु होला सम्पूर्णले। अब म चाहिँ बिदा हुन चाहन्छु, हस्त, धन्यवाद, बाई। हेलो गाइज, सम्पूर्णमा दर्शन नमस्ते नमस्कार। म चाहिँ आज फेरि पनि आइसकेको छु तपाईँहरूको हैन सामु मेरो सानो मिनी ब्लग लिएर। म चाहिँ आज रानी पोखरी